हेलो गाइज नमस्ते सबैजनालाई के छ खबर तपाईहरु सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। विशेष गरी चाहिँ केही पनि छैन खासै हैन, तर पनि एउटा छोटो भिडियो लिएर आएको छु तपाईहरुसँग। भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला अनि भिडियोलाई मन पर्यो भने लाइक शेयर कमेन्ट गरिदिनु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला है। भिडियो चाहिँ के सम्बन्धी छ भने अब चुनाव त सकिहाल्यो हैन, चुनावको बारेमा मैले नि भिडियो बनाएको थिएँ। परिवर्तन हुनुपर्छ भन्ने भनेको थिएँ, जस्तो भनेको त्यस्तै नै भयो हैन। अब आशा गरौँ कि अब राम्रो काम होस् हैन, चाहे जसो जनताले चाहे जस्तो होस् भन्न चाहन्छु र त्यसको आशामा बसौँ हैन। अब सरकार बनेको छैन, सरकार बन्छ होला बिस्तारै। त्यसको सरकार बनेर चाहिँ राम्रो राम्रो काम होस् भन्ने आशा गरौँ हामी सबैजनाले हैन। अब विरोध भन्दा पनि राम्रो काम होस् भन्ने अब प्रतीक्षामा बसौँ हामी। र यो चुनावमा चाहिँ कस्तो कस्तो बोली चाहिँ भाइरल भयो अनि कोले के बोल्नु भयो भनेर चाहिँ मैले भिडियो राखेको छु हैन। यो भिडियो हेरौँ है, ल हेरौँ है। तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिन, जितोस् म खाइदिन्छु, त्यसैको खाइदिन्छु। बालेन आयो भने म यो देश छोडेर यो नागरिकता त्यागेर देशै छोडेर म हिँडिदिन्छु। ल बालेनले जित्यो भने झापामा कान काटेर म टिचिङ हस्पिटल गएर टाका लाउँछु। यो पालि बालेन शाहले जित्यो भने म यो देश छोड्न तयार छु। यतै जानुस्। बालेनले जित्यो भने म यो नेपाल छोड्न तयार छु। म यो नेपालमा जति पनि मान्छेले जे बोल्नु भयो उहाँहरू कहाँ हुनुहुन्छ है। यति साह्रो भन्न त नहुने हो, तर भन्नुभयो उहाँ कहाँ हुनुहुन्छ है, खोजी गरौँ है साथी, खोजी गरौँ है। त्यागेर देशै छोडेर म हिँडिदिन्छु। ल बालेनले जित्यो भने झापामा कान काटेर म टिचिङ हस्पिटल गएर टाका लाउँछु। यो पालि बालेन शाहले जित्यो भने म यो देश छोड्न तयार छु। यतै जानुस्। बालेनले जित्यो भने म यो नेपाल छोड्न तयार छु। म यो नेपालमा बसेर म पानी पनि खान्न। को हो त प्रधानमन्त्री? विभागको त झन् अर्कै छ के। अनि दुर्गा प्रसादको कुरा के गरौँ हैन। जनतालाई जे भने नि भइगयो हैन। सबै कुरा जनताको हातमा छ, हुन्छ हुँदैन हैन। कसलाई जिताउनु पर्ने सबै जनताको हातमा छ। अनि अब चुनाव हुन्छ हुँदैन त्यो त हाम्रो नेपालको आमा हुनुहुन्थ्यो, उहाँले गर्नुभयो, धेरै धेरै धन्यवाद। चुनाव त हुँदैन हो भाइ, चुनाव त हुँदैन हो भाइ, चुनावै हुने नि त यार, चुनावै हुने नि त यार। कुनै हालतले पनि मतलब किन फागुनको 21 गते चुनाव हुन्छ, चुनाव त हुँदैन, चुनाव त हुँदैन। फागुन 21 गतेको चुनाव यो देशमा कुनै हालतले हुनेवाला छैन, कुनै अरू कुरा त त्यस्तै हो। यी ज्योतिष भनाउँदाहरूले पनि यस्तो भन्नुहुन्थ्यो, त्यही भएर मलाई रिस उठेको कुरा दियो पनि हारो भने चाहिँ म इलाम जिल्ला छोड्छु। झुटा कुरा होइन। बालेन शाहले झापा 5बाट जित्यो भने 30,000 खसी मैले दिने भाइ नाम छ। फागुन 21 मा चुनाव भयो भने म राजीनामाबाट सन्यास लिन्छु। निर्वाचन भयो भने म घाँटी सिधै घाँटी काट्दिन्छु, घाँटी भन्छन्। अब यत्रो के भन्नु। 25,000 मतले उहाँले जित्न सक्नु भएन छ भने तपाईहरुलाई अगाडि मिडियाका अगाडि यो कुरा मैले तपाईहरुलाई साँची राखेर यो कुरा गर्छु। मलाई कहाँ झुन्याउनु पर्छ। 20 देखि 25,000 मतान्तरले जित्नु भएन छ भने निर्वाचनको मत परिणाम आका दिन म झुन्निन तयार छु। फागुन 21 मा तपाईँ इलेक्सन गर्न सक्नुहुन्छ। म लेखेर दिन्छु यो रेकर्डमा तपाईहरु अगाडि राखेर। ल गराएर हेर्नुस्, म मेरो जीवनमा पोलिटिक्स छोडिदिन्छु गराइदिनु भएछ नि। ल सक्नुहुन्न। दिस इज नेक्स्ट टु इम्पोसिबल। मैले त पहिले नै मेरो च्यानलबाट नै भनेको छु फागुन 21 गते चुनाव हुँदैन। यो पालि बालेन शाहले जित्यो भने म यो देश छोड्न तयार छु। एउटा नयाँ सूची मैले बनाइसकेको छु। विशेष गरेर चाहिँ उहाँको बारेमा चाहिँ मैले सर्ट भिडियो पनि बनाएको थिएँ, राम्रोसँग हेर्नु। अनि मैले पछि उसले खोज्दै गएँ अनि अब हुन त त्यस्तै पनि थियो। अब तर के चाहिँ आश थियो भने अब त्यहाँको माहौल जुन बालेन शाह गइसकेपछि माहौल हेर्दा चाहिँ अब चाहिँ जनताले
बालनशाला नै जिताउँछन् भन्ने मेरो चाहिँ मनमा लागिसकेको थियो। तर पछि आएर चाहिँ उहाँले भन्नुभयो कि मैले एउटा एक खालको चाहिँ डाटा बनाइसकेको छु भनेर उहाँले भन्नुभयो होइन। उहाँ पछि मैले सर्च गरेर गएँ उहाँको बारेमा बुझ्दै गएँ उहाँ एमालेको मान्छे हुनुहुँदो रहेछ क्या, त्यही भएर उहाँले त्यसो भन्नु। यो चुनावमा चाहिँ सबैभन्दा ठुलो पार्टी को बन्छ अथवा चाहिँ दोस्रो तेस्रो को बन्ने सम्भावना छ? होइन, सम्भावना त्यसको पनि मैले एउटा नयाँ सूची मैले बनाइसकेको छु। यो चुनावमा नेकपा एमालेको प्रत्यक्षमा 70 सिट, समानुपातिकमा 38 सिट गरेर 108 सिट आउँछ। नेपाली काङ्ग्रेसको प्रत्यक्षमा 46 सिट, समानुपातिकमा 29 सिट गरेर 75 सिट टोटल आउँछ। नेपाली कम्युनिस्ट पार्टी जो प्रचण्ड नेतृत्वको छ उहाँको प्रत्यक्षमा 15 सिट, समानुपातिकमा 13 सिट गरेर 28 सिट आउँछ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्षमा 17 सिट, समानुपातिकमा 17 सिट गरेर 34 सिट आउँछ। बाँकी अरू सबै मधेसवादी दल, क्षेत्रीय दलहरू, राप्रपा, पश्चगमनलाई सपोर्ट गर्ने दलहरूको सबै दलहरूको प्रत्यक्षमा 17 सिट, समानुपातिकमा 13 सिट गरेर 30 सिट आउँछ। यसरी चाहिँ यो चुनावी परिणाम आउन सक्ने प्रबल सम्भावना रहेको छ। उहाँले के भन्नुभयो त तपाईँले सुनिहाल्नु भयो होला। अब कहाँसम्म हामीले विश्वास गर्ने क्या, ज्योतिष भनेको एउटा हामीले त हाम्रो चिनाहरू हेर्न एउटा हुन्छ पुग्छ कि भन्ने आश त ठुलो थियो नि त। तर यस्तैले गर्दा त्यो आश पनि मरिसक्यो र तपाईँहरू आफै सोच्नु होला है। हस् त, नमस्ते।